6 महिना कोरियामा बसेपछि गाडी पनि नकिन्ने हुन्छ त साथीहरू, होइन त। आज म देखाउन गइरहेको छु मेरो गाडी। 6 महिना कटेपछि त कम्तीमा कोरियामा बसेपछि एउटा गाडी त किन्नु पऱ्यो, होइन। त्यही देखाउन गइरहेको छु। र खासमा हाम्रो यो युट्युब च्यानल भण्डारी टक चाहिँ देशको समसामयिक विषयमा बोल्ने र भए तापनि आज थोरै छोटो भ्लग बनाइदिन्छु, किनकि गाडी त देखाउनु पऱ्यो, होइन। आफ्नो जीवन र दिनचर्याहरू पनि त कहिलेकाहीँ देखाउनु पऱ्यो। त्यही भएर मैले चाहिँ तपाईँहरूलाई यो सेयर गर्न चाहेको। र विशेष गरी आज अहिले चाहिँ गाडी देखाउनु पर्ने खोइ त अब हिँड्दै गइरहेछ भन्ने कुरा छ। यो हिँड्ने कुरा चाहिँ काम गर्ने अलिअलि काम गर्छु, होइन। यसो काम गर्दाखेरि जाने आउने गाडी भएको हुनाले जाँदाखेरि अस्ति ढिला भएको थियो। अनि म चाहिँ ढिला भएपछि ट्रेन स्टेसनसम्म चाहिँ यो हो तपाईँको ट्रेन स्टेसन। यो ट्रेन स्टेसनमा चाहिँ मैले यहाँसम्म चाहिँ गाडीमा आएर ट्याक्क पार्किङ गरेँ, अनि त्यसपछि ट्रेनमा चढेर गएँ किनकि ढिला भएको थियो। र मेरो घर चाहिँ अलिक टाढा छ क्या, 10 मिनट जति लाग्छ बस्ने ठाउँमा जान, होइन। र त्यसपछि के भयो त भन्दा फर्किँदाखेरि फेरि साउजीले आफ्नो बोसले चाहिँ घरमै पुर्याइदियो गाडीमा, होइन। त्यसपछि त त्यो गाडी ट्रेन स्टेसनमै छुट्यो। अनि आज चाहिँ यसो छुट्टीमा आरामले आजभोलि भ्याकेसनको दिनहरूमा आज आरामले बसिरहेको दिन, खै त एकछिन ल्याएर आउनु त भनेर जान लागेको। अनि त्यस कारणले गर्दाखेरिमा म तपाईँलाई देखाउँदैछु गाडी त किनियो, कस्तो छ के छ तपाईँहरूलाई छोटो देखाउँछु। र कोरियाको चाहिँ गाडीहरूको बारेमा भन्नुभन्दा पहिला त्यो देखाउँछु कस्तो लाग्छ प्रतिक्रिया सुनेर, अनि त्यसपछि म तपाईँहरूलाई डिटेल बताउनेछु। पहिला गाडी देखाउँछु। अब हेर्नुहोस्, गाडीको विषयमा भन्ने भने नर्मल्ली 4-5 लाखमा गाडी आउँदो रहेछ, होइन। अब तर इन्सुरेन्स यताउति गर्दा महँगो पर्छ, होइन। धेरै गाह्रो हुन्छ पाल्न डिजल पेट्रोल, होइन। त्यसपछि के गर्दाखेरिमा गाह्रो हुन्छ गाडी, है। अब बाइक किन्यो भने झन् महँगो छ, 6-7 लाख 8 लाख 10 लाख बाइक नै पर्छ। गाडीभन्दा बाइक महँगो हुन्छ। त्यसलाई पाल्न चाहिँ धेरै त हुन्न, तर इन्सुरेन्स यताउति एउटै हो। त्यस कारणले गर्दाखेरिमा त्यो छ। र अर्को गाडी हुन्छ 20, 25, 30 हजार 40 हजार 50 हजार 2 लाख 3 लाख पनि पर्छ। अब 15 लाख 20 लाख पनि पर्छ। मिनिमम 20-25 हजार नेपालीदेखि पाइने गाडी पनि हुन्छ। त्यसपछि त्यो गाडीहरू पनि छ। र मैले किनेको कस्तो गाडी हो तपाईँहरूलाई म देखाउन गइरहेको छु। हो त्यहाँ नजिकै छ स्टेसन, तपाईँले देख्न सक्नुहुन्छ। अब यो स्टेसन हो भने यहाँनिरै पार्किङ छ, त्यहाँभित्र स्टेसनको पार्किङ। यो ट्रेन, होइन, आइदिएको छ। यो चाहिँ गेट छ, होइन। ट्रेन स्टेसनमा आइसकेको छु म। मेरो गाडी पनि देखाउँछु, होइन। प्रपर ट्रेन गइरहेछ अहिले सर पारेर, होइन। ट्रेन गइरहेछ, उडिरहेछ ट्रेन। ल साथीहरू, म चाहिँ गाडी पार्किङमा पुगिसकेँ, होइन। कहाँ त भन्दाखेरिमा कहाँ रहेछ त भन्दाखेरिमा तपाईँको यो हो त होइन, यो चाहिँ हो है साथीहरू। ल अब साथीहरूलाई भनेको थिएँ मैले, एउटा चाहिँ 5-7 लाखमा पाउने नर्मल गाडी पनि हुन्छ। अब महँगोको कुरा छैन, मिनिमम 5-7 लाखदेखि पाउने, माथितिर पाउने गाडी हुन्छ। अर्को एउटा बाइक हुन्छ 10-12 लाख 8-10 लाख पाउने, है। त्यो पनि महँगो। मलाई चाहिँ यो 20-22 हजारको नेपाली पर्ने भनेको थिएँ। यही हो, 25 हजार पऱ्यो ठ्याक्क मलाई चाहिँ। यही हो मेरो गाडी, यो चाहिँ हो मेरो गाडी, होइन। मैले चाहिँ अहिले अब कुदाएर लिन्छु र थोरै सामानहरू किन्न जान्छु। 1 महिना भइसक्यो, केही पनि भएको छैन। कुद्छ, एकदम उड्छ, ओह्रालो उकालो उडिदिन्छ, होइन। गियरवाला साइकल उडिदिन्छ। यही हो मेरो लागि गाडी अहिले। र 25 हजारमा किनेको गाडी यही हो। अब हेरौँ, अर्को गाडी किन्नलाई केही समय कुर्नुपर्ने होला। 5-6 महिनामा त यही किन्न पनि गाह्रो भयो। कोरिया भन्नुहुन्छ तपाईँहरू, कोरिया यस्तै हो। हेर्नुहोस्, त्यसरी पार्किङ गरेर म ट्रेनमा गएर काम गरेर यसो न 2-4 घन्टा काम गरेर फर्किन्छु, है। अब यो यहाँ पार्किङहरू हुन्छ टन्न, यहाँ पार्किङमा छोड्छु। पार्किङमा यसरी छोडेर चाहिँ अब यहाँबाट भित्र छिर्यो भने म यहाँबाट भित्र छिरेर माथि जान्छु। र माथि गइसकेपछि ट्रेनमा चढेर चाहिँ आएर यसरी फेरि यहीँ राख्छु र फर्किँदा फेरि लिएर जान्छु। अनि त्यो दिन चाहिँ साउले गाडीमै पुर्याइदिएको हुनाले अब त्यस्तो भयो, है। अब यही किनियो, होइन। अब तपाईँहरूले दुःख गुनासो नगर्नुलाई, मान्छेले गाडी किनेन भनेर चाहिँ, होइन। यस्तै हो, बिस्तारै किन्नु होला, राम्रो गाडी पनि किन्नु होला। अब ठुलो गाडी पनि किन्नु होला। पैसा भएपछि पैसा चाहिन्छ नि त पहिला, होइन। अहिले त आफ्नो राम्रो गर्नु पऱ्यो नि त पहिला। पैसा नभइकन त किन्ने कुरा भएन, है। ल धन्यवाद तपाईँहरूलाई।